Hey guys, namaste. Welcome back to हामी चाहिँ आज धेरै दिनपछि मुकबाङ भिडियो लिएर आएको छौँ। यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। पहिलो भिडियोमा पनि यहाँ दिदी हुनुहुन्थ्यो अनि यहाँ चाहिँ हुनुहुन्न थियो। यहाँ अहिले इन्डियाबाट आउनुभएको छ अनि हामीसँग चाहिँ खानामा रहेको छ भात, दिदीसँग भात छ, दाल अनि यो चाहिँ माछा, त्यो लोकल माछा हामीले आजै मारेको। अनि यहाँ चाहिँ सुँगुरको त्यो छ, सुँगुरको मासु फ्राई गरेर त्यो गरेको। अनि यो त्यसको नाम यो चाहिँ मिक्स दाल हो। साग हो क्या, मिक्स दाल अनि मिक्स दाल भाजीको त्यो सुक्खा साग हो क्या। साग अनि यहाँ चाहिँ कागती त्यो छ, खोर्सानी, डल्ले खोर्सानी पनि छ यहाँ। अब खाना सुरु गरौँ। हामीसँग यहाँ पानी छ, सादा पानी, त्यहाँ चटनी छ, गर तिमुरको अचार छ। यहाँ चाहिँ खाऊँ अब खाना सुरु गरौँ ल। भाइ जस्तो हम फर्स्ट टाइम मेरो सुँगुरको मासु पसन्द चाहिँ एक्सपिरियन्स मलाई नम्बर 3 मा एकदम ठिक छ ल। त्यसको खाइला बनाउँछ, फर्स्ट बाइट खाइला। फर्स्ट बाइट सुँगुरको मासु अब पात छोड्दा मसाला छ नि, पानी बाबु दिएका थिएन। बाबु तिमी हात के गरिदिन्थ्यो मोबाइल यस्तो गर्न भन्छ कि तिम्रो कासेको त माथि गर अलिकति यस्तो गर्न माथि जस्तो हामी आउँदै आएन के फाइदा। भिडियो बनाउने क्यामेराम्यान त तपाईँको सबै बुद्धिमा लाग्यो। झन् धेरै दिनपछि भिडियो बनाउनु लाग्दा होरल्लो भयो। खाइदिनु लागि यो त भात मिठाउनु हुन्छ भिडियोको लागि, यसको लागि गर्नु पर्यो नि। अलिक सोधर भात भारेर छिटो लिन्छ त्यो बुद्धि हेरेर लागि हो त्यसो डुबेर बटुको हालेर अर्पित छ है। चमकले हालेर मिठो भयो।
अमन मेरो मोबाइल आइफोनहरु छ सुँगुरको मासु त्यही राम्रो राम्रो बिच छ सुकाको साथमा भात माछा हालेको यस्तो टेस्टी भएछ मम्मी मम्मी हजुर होइन होइन बुवालाई पो मैले देखेर मन्कालाई त काली हुँदै राम्रो खाना ल अचार अचार खाने ल माछा हालेर खा माछा लोकल माछाको पिस लोकल माछा हामीले अघि त्यहाँ मारेको पत्रिकाको कुलामा नि घरको कुलामा मारेको यसलाई चरिङ्गा भन्छ गाइस चरिङ्गा थाहा छ चरिङ्गा हो मेरो ओठभरि घाउ छ नि त्यस्तो घाउमा लाग्छ क्या तिर बिदामा खाँदै राख्यो भइल हाँसेर दिदीले खा पोल्टी भएको त भिडियो बनाउने वातावरण छैन हल्ला लक्ष्मी लक्ष्मी के पाइले आउनु भन्दै नि घरको खाना भने घरको खाना हो कति आउनु लाग्यो आमाले पकाएको खाना खाँदैछौँ गाइस हामी दिदीबहिनीमा को राम्रो छ भन्नु म राम्रो हुने यो त सबै थाहा कुरा होइन क्यामेरामा म राम्रो देखिन्छु कि तपाईँ हेर्नु राम्रो भएन जस्तै खायो भात त आज मैले एक थाल ज्यादा दिदी भाइ पनि खान्छ नै म खान सक्दैन भयो अब मलाई बहुत ज्यादा खानु लाग्यो गाइस मुगङ भिडियो भन्ने झन् भिडियो आएपछि खाने ढाउँछ क्या म त भिडियो बनाएर खानै सक्दैन त दिदीमा खान्न है आमाको हल्दीबाट दियो त्यो खानु म त खान सक्दैन मम्मीले हालेर अझ हामीले 2 केजी ल्याए पनि हो जम्मैतिर आयो भने चाहिँ पनि 1 घन्टा पनि खान सक्दैन ठिकै थियो त्यो यस्तो हामी 2 केजी ल्यायौँ माछा टेस्टी भएर माछा त मैले छोडेको छ हालेर त्यो पनि मम्मी पकाउने खान्छ बबाल गाइस बबाल जिन्दगी कतिको सालले होइन एक थाल भातले चल्छ भनेको थाहा छ कि छैन नो पोल्युसन गाइस यहाँ मान्छेको टाउकाहरूले हेर्नु त्यहाँ यी टाउका कहिले आमा आउने कहिले दाइरा आउने तपाईँहरूकै हो कि हामी खान्छ तपाईँ थाहा पाएन क्या चिल्मु गरेर खाना खाएको कता हाल्दै जुठो छ त्यसमा दारिम जुठो छ दिदी ल्याउनु न यत्र त्यसरी बोक्ने स्किन लगाउने एयर पोल्युसन
9 बजाइदिन्थे गोल खाना यहाँ धेरै डिस्टर्बेन्सहरू आइरहेको मान्छेहरूको हल्ला मोबाइल टेबल बजाएर अगाडि छ कि क्यामेरा मैले खर्च पनि गऱ्यो के गर्ने गाइस कहिले मामाले हल्ला गर्ने कहिले भाइले हल्ला गर्ने कहिले आमाले हल्ला गर्ने यस्तै राम्रो आयो यति राम्रो ओरेन्ज कलरको त्यसरी हुँदैन नपुग्ने मेरो पेट भर गयो भिडियो खानु यो खान सकेन मैले फेरि अर्को लन्च आयो चारजना गाई चारजना पालो पालो गर्दै आयो डिस्टर्ब गर्नु अब बाबु मात्रै आउनु बाजी पागलहरू के लाइट नहोस् के रक्सियो के हो त्यो गाइस हाम्रो आजको मुखबाङ सक्यो हामीले त बाँधेर मुखबाङ खान्छ नि हामीले बोके रातभरि बसेर बोके बसालो भोके रातभरि आज खाना झिझे मान्छे यति मैले हाम्रो हातबाट मात्रै खाने एउटा नि खुवाइदिने पनि हो क्या गाइस हाम्रो आजको मुखबाङ सक्यो अरू पनि भिडियोहरू बिस्तारै बिस्तारै आउँदैछन् हेर्दै गर्नु होला थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस बाई बाई